ल तिमीहरूको प्रोजेक्ट वर्क के थियो सुनाउ त आफ्नो परिचय दिएर ल बियम मेरो नाम सबैजना नमस्कार मेरो नाम बियम दङ्गालु हामीले यो पाइथागोरस थ्योरियम भन्नेलाई प्र्याक्टिकली प्रुभ गर्नको लागि हामीले यो बनाएको थियौँ यसले हामीले ट्रिगोनोमेट्रिक सोल्युसनहरू सबै थोकको सोल्युसन गर्न सक्छौँ ल कसरी तिमीले ट्रिगोनोमेट्रीको गर्छौ यो के हो भन बुझाउ त यो बेस हो यो तलको यो रबर यहाँबाट हामीले यो पुलीबाट माथि लग्दाखेरि यो हाइपोटेनियस हुन्छ यसबाट एङ्गलहरू बनाउन सक्छ यो साइडमा प्रोटेक्टर छ प्रोटेक्टरको डिग्रीहरू हुन्छ अनि यो बेस परपेन्डिकुलर हुन्छ यो बक्सा हामीले यो पुलीलाई यसरी ल उठाउ त पुलीलाई रोल गर्दाखेरि त्यो तलबाट काठ माथि आउँछ काठमा रबर जोडिएको छ ल उठाउ अच्छा ल अब भन त के भयो त्यहाँ रबर गयो 12 छ 12 सेन्टिमिटर भयो 12 सेन्टिमिटर गयो अब यहाँ डिग्री भने 10 को बनिएको छ 12 को छ अनि 10 को भयो 10 भयो यो डिस्टेन्स चाहिँ अब कति भयो त 20 भयो हैन हजुर 20 भनेको p बाइ b चाहिँ कति भयो त 12/20 भनेको 10 डिग्री रहेछ हैन त अलि माथि लैजाऊ त अब थर्ड यो 10 डिग्री भयो हैन यो चाहिँ 10 डिग्री भयो ल अब 30 डिग्री 20 डिग्रीमा लैजाऊ अलि माथि लैजाऊ त ल अलि माथि गुड ल अब 10 डिग्रीमा कति हुँदो रहेछ ल भएन त अब परपेन्डिकुलर कति हुँदो रहेछ 10 डिग्रीमा यहाँ 20 डिग्री बनिएको छ 20 डिग्रीमा परपेन्डिकुलर कति भयो 16 को बनिएको छ 16 को बनियो 16 डिभाइडेड बाइ 20 भनेको 10-20 डिग्रीको भ्यालु भनेपछि हरेक ट्रिगोनोमेट्रिक रेसियोमा एङ्गल क्याल्कुलेट गर्न सक्यो यसले हैन अरू के काम गर्न सक्यो पाइथागोरस थ्योरमलाई पनि यसले के गर्न सक्यो प्र्याक्टिकल प्रुभ गर्न पनि सक्छ हैन भनेपछि यो कस्तो रहेछ यो उपकरण यो हाम्रो ट्रिगोनोमेट्रीमा धेरै युज हुने कुरा भयो हामीले यसबाट सहज गरी काम गर्न सक्छौँ पाइथागोरस थ्योरमलाई पनि हामीले यसलाई सहज गरी प्रुभ गर्न सक्छौँ ल ठिक छ यो प्रोजेक्ट गर्दा तिमीलाई कस्तो लाग्यो हामीलाई साह्रै राम्रो लाग्यो के कुरा सिक्यौ यसबाट हामीले यसमा अब ग्रुपिङमा कसरी गर्न सकिन्छ पाइथागोरस थ्योरम कसरी भेरिफाई हुन्छ टिमवर्क भयो भेरिफाई गर्न जानियो अनि ट्रिगोनोमेट्रिकका एङ्गलको रेसियो कसरी क्याल्कुलेट गर्न पर्दो रहेछ हैन तिमीहरू को टिम मेम्बरहरू आफ्नो आफ्नो परिचय दिए त कसले बनाएको यो नमस्कार मेरो नाम दिपेश कालाखेते अर्को ल धन्यवाद तिमीलाई ल यो तिमीले के प्रोजेक्ट वर्क ल्याएको लो भन त आफ्नो परिचय दिएर सबभन्दा पहिला सम्पूर्णमा नमस्कार हामीले यो कुन विषयको प्रोजेक्ट वर्क हो यो हाम्रो ऐच्छिक गणित अप्सनल म्याथको पाइथागोरस थ्योरम प्रुभ गर्ने प्रोजेक्ट हो अब यो यतापट्टिको साइड यो परपेन्डिकुलर हो यो बेसलाई हामीले एले डिनोट गर्यौं परपेन्डिकुलरलाई बीले अनि हाइपोटेन्युसलाई सीले अब पाइथागोरस थ्योरमको फर्मुला h² = b² + b² हुँदाखेरि अब हामीले यो 1 मा छ यो 1 एंगल 1 मा छ यो अहिले अब हामीले यहाँ अहिले 20 मा जाँदाखेरि हाइट 20 मा जाँदाखेरि चाहिँ यसको कति एंगल 45 मा पर्यो 45 मा पर्यो भनेपछि के भयो त यसले पाइथागोरस थ्योरम प्रुभ भयो एउटा कुरो 1045 डिग्री 1 हुन्छ भन्ने कुरो पनि प्रुभ गरेन यसले अरु के गर्न सक्यो त यसबाट हामीले यसबाट अब ट्रिगोनोमेट्रीको अरु इक्वेसनहरु पनि सल्भ गर्न सक्छौं अब यसलाई तलमाथि पनि बनाउन सकिन्छ यसलाई तलमाथि पनि गर्न तन्का अब ल अनि यो प्रोजेक्ट वर्कबाट तिमीले के कुराहरु सिक्यौ यो प्रोजेक्टबाट हामीले कसरी ग्रुपमा भएर साथीहरुसँग कोअर्डिनेट गर्दै काम गर्ने हाम्रो के भन्छ एबिलिटी पनि इन्क्रिज भयो अनि के भन्छ पाइथागोरस थ्योरम प्रुभ गर्नको लागि हामीले ट्रिगोनोमेट्रीको इक्वेसनहरु पनि सिक्यौं इक्वेसन सल्भ गर्न पनि सकिन्छ यसबाट अनि कुनै पनि ट्रिगोनोमेट्रिक रेशियो निकाल्न सक्यो हैन त साइन कस
10 यो 10बाट 10 निकाल्ने भयो तिमीले यहाँ हैन। अब साइन निकाल्नु पर्यो भने के कुन मेजर गर्नुपर्छ? साइन निकाल्दा चाहिँ साइन निकाल्दाखेरि हाइपोटेन्युज नाप्नु पर्यो हैन। यो डोरी नापो भने चाहिँ के निस्किन्छ त? यो डोरी हो त नापो भने चाहिँ हाइपोटेन्युज निस्किन्छ अनि साइन एङ्गल निकाल्न सकिन्छ हैन। कस निकाल्दा पनि के गर्नु पर्यो? बेस र त्यही डोरी नाप्नु पर्यो। ल ठिक छ, ल धन्यवाद। आफ्नो परिचय देऊ त, तिमीहरूको प्रोजेक्ट वर्क के हो? नमस्ते, मेरो नाम इन्जिला माझी। यो 5 रेस्ट थ्योरियम भेरिफाई गर्नको लागि प्रोजेक्ट बनाएको र यो देख्न सक्नुहुन्छ यो परपेन्डिकुलर के हो? कुन चाहिँ हो परपेन्डिकुलर भन त? परपेन्डिकुलर यो त्यो हाइट परपेन्डिकुलर हो। बेस कुन हो? यो डिस्टेन्स चाहिँ बेस हो। बेस चाहिँ यो डिस्टेन्स हो। यो बेस चाहिँ कुन डिस्टेन्स हो त? यो डिस्टेन्स हो। यसले एङ्गल मेजरमेन्ट गर्छ हैन। यसले यो चाहिँ के हो त? परपेन्डिकुलर हो। यसले कसरी काम गरिरहेछ भन त ल। जस्तै अब जस्तो अहिले कतिको एङ्गल छ? कति डिग्रीमा एङ्गल छ? 45 डिग्री एङ्गल छ। अनि यता बेस कति छ हेर त? 13 छ। हाइट परपेन्डिकुलर पनि कति छ? 13 छ। यसो भएपछि के भयो त? यो ट्रिग्नोमेट्रिक रेसियो पनि यसले के गर्यो त? भेरिफाई मेजरमेन्ट गर्यो हैन। यसले पाइथागोरस थ्योरम पनि मेजरमेन्ट गर्छ हो। कसरी गर्छ त पाइथागोरस थ्योरम मेजरमेन्ट? कसरी गर्छ? h² भनेको यो डोरी नाप्नु पर्यो, परपेन्डिकुलर र बेस नाप्नु पर्यो हैन। अनि यो प्रोजेक्ट वर्कबाट तिमीले के कुरो जानकारी हासिल गर्यो भन त? कसरी टिम वर्क गर्नुपर्छ र पाइथागोरस थ्योरममा के भेरिफाई हुन्छ, रेसियो निकाल्न मिल्छ। अनि टिम वर्कले धेरै हामीलाई पोजिटिभ थिङ्सहरू दिन्छ। यो कुन सब्जेक्टको प्रोजेक्ट बनाएको तिमीले? यो अप्सनल अप्सनल। कुन सरले दिनुभएको यो प्रोजेक्ट? अधिकारी सर। ल थ्याङ्क यू ल।